तिम्रो बचपनै बिग्रिसक्यो। हेलो गाइस, हामी यहाँ आनन्दवनमा छौँ। आनन्दवन यो मग्नीराम चौधरी हो। इम्पोर्टेन्ट कुरा त छुटाउनु भएन नि। के सिक्यो त अनि कुष्ठरोगको बारेमा केटा हो। यता हाम्रो अनिस ब्रदर पनि हुनुहुन्छ, पुरा ग्याङ छ, डक्टर्स ग्याङ हो यो। अनिस के हो के तिमी? कस्तो भयो त अनुभव आनन्दवनको? अनिस कस्तो भयो आनन्दवनको आनन्द? यता हेर न, के हो रे? सुताइदिने खाली रहेछ के? सुताइदिने खाली रहेछ। मोबाइल कस्तो तरिकाले अनि हामी यहाँ यसो आनन्दवनतिर रमाइलो गर्दै हामी कुष्ठरोगको बारेमा सिकिरहेको छौँ होइन। आज लास्ट दिन होइन त, लास्ट दिन बवाल भइरहेछ, खानासाना खाएर आइसक्यो हामीहरू, उकालो गर्दैछौँ, फ्याफ्या पनि हो। मग्नीराम चौधरी नै हो। किन अरे के भन्नु छ मग्नीराम चौधरी? केही भन्नु छैन यार, थाकिसक्यौँ। अर्जुन ब्रदर के छ? ठिक छ नि? एकदम राम्रो। यो हाम्रो आनन्दवनको यहाँबाट माथि गयो भने हामी ठ्याक्कै ट्रेनिङ सेन्टरमा पुग्छौँ। यो चाहिँ हामी आनन्दवन हस्पिटलतिर यसो भिजिटिङमा गइरहेको छौँ। पुरै सास बढिसक्यो। अनि के छ अनि नयाँ नौलो? मेरो साथो हाम्रो यहाँको डाक्टर साहबले यसो घुमघाम गराउँदै हुनुहुन्छ हामीलाई, यसो कस्तो रहेछ यो भनेर। कता यतै अडिने हो? अहिले पछि त भाग्नु परिगयो त। कता कता भाग्ने? भिजिट हाम्रो लागि होइन, कसको लाग्यो त अनि? चाहिनेलाई। अब हामी यो ठाउँ अब फेरि पनि आइन्छ जस्तो लाग्दैन। यो भिजिट गरेर रमाइलो भइरहेको, पानी परिरहेको होइन जिन्दगीमा। फोटो खिचौँ कि? फोटो खिचौँ अहिले। जाडो छ यहाँ भन्नुपर्छ। यो चाहिँ इआर